र साथीहरु तपाईहरुलाई गरम गरम ब्लगमा स्वागत छ। आज चाहिँ म गरमले एकदमै पाकिसकेर खोला जाने प्लान बनाएको थिएँ र त्यसैले दाइलाई पर्खिँदा पर्खिँदा दाइ पनि फाइनली आइसक्नु भएको छ। अहिले चाहिँ हामी स्कुटीमा खोलातर्फ निक्लिसक्यौं र जाँदा जाँदा बहिनीहरु पनि यस्तो घाममा कहाँ जानु भइरहेको रहेछ। हामी चाहिँ अगाडि हरियाली सुन्दरता हेर्दै आकाश पनि निलो हेर्दै अगाडि बढ्दै छौं किनभने आज एकदमै घाम छ त्यसैले आज यति सुन्दर देख्दैछ। र यहाँ मन्दिर पनि देख्यौं हामीले, मन्दिरमा पनि दर्शन गर्दै हामी अगाडि बढ्यौं। अगाडि बोजू पनि छायामा बस्नु भइरहेको रहेछ। सायद बोजूलाई पनि पुरा नै गरम भयो होला त्यसैले बोजूलाई पनि हामी बाइ बाइ भन्दै अगाडि बढ्यौं। र साथीहरु तपाईहरु देख्न सक्नुहुनेछ यहाँ भुटानको पहाड एकदमै सुन्दर देख्दैछ किनभने आज बेसी नै गरम छ र त्यसैले यो पहाडहरु पनि एकदमै उज्यालो देख्दैछ। र यहाँ हामी चाहिँ पहाड हेर्दै अगाडि बढ्दै डाउन बाटोमा एकदमै हावा सरररररर गर्दै जाँदैछौँ। र हामी साथीहरु फाइनली हाम्रो गाउँको प्यारो चिसो पानी भन्ने ठाउँ पनि पुगिसकेको छौँ। र तपाईहरु अवश्य पनि यहाँ गरममा आउनु भयो भने यहाँको पानी पिएर नै अगाडि बढ्दिनु होला। यहाँ चाहिँ एकदमै ठन्डा पानी तपाईले पाउनु हुनेछ। जाँदा जाँदा हामी चाहिँ अहिले ओह्रालो डाउन दामी घुम्ती पनि पुगिसकेको छौँ। यो घुम्ती चाहिँ एकदमै दामी लाग्छ मलाई र हामी यो घुम्तीमा चाहिँ एकदमै सररररर गर्दै बग्दै जाँदैछौँ। र जाँदा जाँदा अगाडि हामीले दुईजना मान्छे उभिएको देख्यौँ र हामीले हर्न मार्यौं र उहाँहरू पनि हट्नु भयो। र यहाँ छेउमा पुग्दा चाहिँ देख्दाखेरि चाहिँ यहाँ हाम्रै आफ्नै मामा काम गरिरहेको रहेछ र उहाँलाई देखेर अलिकति दुःख पनि लाग्यो। यस्तो टटनपुर घाममा उहाँले यस्तो र साथैमा अगाडि पनि हामीले एक दुईजना काम गर्ने मान्छेहरू पनि देख्यौँ र यहाँ मान्छे साइडमा पनि काम गरिरहेको रहेछ। र अगाडि हेर्दा हेर्दा यता साइडमा पनि दुईजना साथी काम गरिरहनु भएको रहेछ। यो दुईजना साथी चाहिँ हामी सँगै पनि पहिला काम गरेको र बिचराहरू पनि मेहनत गरिरहेको रहेछ। त्यसैले हामी फाइनली गाइस आफ्नो डेस्टिनेसन पुग्नु आँटेको छौँ। हामी दुईजना यता हावा खाँदै अगाडि बढ्दैछौँ। फाइनली हामी आफ्नो डेस्टिनेसन पनि पुगिसकेको छौँ। गाडी चाहिँ खोलासम्म नै पुग्थ्यो तर अलिकति बाटो बिग्रिनु कारणले गर्दाखेरि सबैले पार्किङ नै यहाँ गरेको रहेछ। त्यसैले हामी पनि यो साइडमा नै हामी पार्किङ गर्नेछौँ। र यहाँ निकै मान्छेहरू पहिला नै आइसक्नु भएको रहेछ। हेर्नु होला कतिजना मान्छे होला खोलामा, अहिले हेरौँला। र हामी पनि यो साइडमा पार्किङ गरेर अब निक्लिनेछौँ। र दाइले यहाँ पार्किङ गर्नु हुँदैछ र म चाहिँ उत्रिसकेको छु र हामी अहिले अगाडि पनि बढिसकेको छौँ। यो हिलोले गर्दा चाहिँ हामीले गाडी खोलामा नलहन सकेको र सानो बढी सिनेमेटिक सर्ट तपाईँलाई म यहाँको देखाउने छु। साथीहरु तपाईले हेर्नुभयो होला यहाँको सिनेमेटिक सर्ट कस्तो लाग्यो तपाईहरु कमेन्ट गरेर भनिदिनु होला। र हामी चाहिँ अहिले खोला पुग्नु आँटेको छौँ र दाइले चाहिँ आफ्नो बाल्टिनमा लुगा पनि बोकिरहेको छ र हामी चाहिँ फाइनली खोला पनि पुगिसकेको छौँ। र यो खोला देख्नु हुँदैछ यही नै हाम्रो गतिया खोला हो। र यहाँको पनि तपाईहरुलाई केही म सिनेमेटिक सर्ट तपाईहरुलाई देखाउने छु। र गाइस तपाईहरु सिनेमेटिक सर्ट हेर्दिनु होला। I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, this and that, spitting slow, spitting fast. I could roast, I could gas, think I'm okay at last, but I don't know if that can erase all the past and the pettiness. गाइस अहिले चाहिँ एकछिनमा पौडी खेलेर निक्लिसकेको छु। दाइहरु चाहिँ मजाले एकदमै खोलामा मजा लिनु भइरहेको रहेछ। उहाँ दाइ चाहिँ एकदमै मजाले समुद्रको फिल गर्नु भइरहेको रहेछ। मैले पनि एकछिन यस्तो फिल गरेँ र म चाहिँ अहिले फाइनली गाइस नुहाइ पनि सकेको थिएँ। र अहिले चाहिँ हामी सबै सकेर घरतर्फ लाग्दैछौँ। अहिले चाहिँ बेलुकाको 5:30 हुनु आँटेको थियो तर पनि यतिकै नै घाम थियो जतिको बिहान थियो। गरम पनि त्यतिकै भइरहेछ जतिको बिहान थियो। मैले चाहिँ बेसी स्विमिङ गरेर होला मलाई चाहिँ आफ्नो आफ्नो डढेको फिल भइरहेको थियो। एक त अनुहारमा यति घाम पनि परिरहेको थियो अनि यति सुन्दरता पहाड पनि देखिरहेको थियो। यो सुन्दरताको कारण नै सबै नै घाम हो। र अहिले चाहिँ गाइस हामी फाइनली आफ्नो रोड पनि आइसकेको थियौँ र दाइले चाहिँ अब स्कुटी निकाल्नु हुनेछ। दाइले स्कुटी स्टार्ट पनि गर्नु भइसकेको छ र दाइले अगाडि बाटोमा लाई पनि सक्नु भइसकेको छ। अब चाहिँ गाइस म स्कुटीमा चढ्ने छु र हामी घरतर्फ लाग्ने छौँ। अहिले चाहिँ म स्कुटीमा पनि चढिसकेको छु र जुङ्गा मठर्दै म अगाडि क्यामेरातिर पनि हेर्दैछु र मलाई चाहिँ अहिले पनि बेसी नै गरम भइरहेको थियो र त्यसैले म चाहिँ हावाको आनन्द लिँदै कपाल मसार्दै अगाडि बढ्दैछु। र अगाडि तपाईहरु हेर्नु होला यहाँ चाहिँ दुईटा बगान तपाईहरुले देख्नुहुनेछ। अगर तपाईहरुले राइटपट्टि बगान जानुभयो भने यो चाहिँ जित्ती बगान जानुहुनेछ। अगर तपाईहरुले लेफ्टि बगानपट्टि जानुभयो भने यो चाहिँ होप्टी गार्डन थालजोडा बगान तपाईहरु पस्नुहुनेछ। यदि तपाईहरुलाई पनि गटिया खोला आउनु मन लाग्यो भने तपाईहरु थालजोडा जित्ती कुर्तीबाट आउनु सक्नुहुनेछ। यदि तपाईहरु थालजोडाबाट आउनुभयो भने तपाईहरुले सुन्दर सुन्दर पहाडहरु देख्नु सक्नुहुनेछ। बाजेले चाहिँ यहाँ गाई बाख्राहरु चढिसकेर पनि घर लानु हुँदै रहेछ। र साथीहरु आजको ब्लग चाहिँ यहीसम्म थियो। राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर गरिदिनु होला। यदि तपाईहरु मेरो पेजमा नयाँ हुनुहुन्छ भने चाहिँ मलाई फलो गरिदिनु होला। फेरि भेट्नेछु म अर्को नयाँ भिडियोमा।